हेलो गाइज वेलकम टु माई ब्लग हामी मिस्टर पासिङ शेर्पा। आज चाहिँ हामी खाना पकाउँदैछौँ। हेरौँ आज हाम्रो किचनमा के पाक्दैछ है। त हुनुहुन्छ हाम्रो सबिन दाई। हेलो दाई। हेलो। के पकाउँदै हुनुहुन्छ दाई? आज चाहिँ हामीले विशेष गरी चाहिँ दाल पाक्दैछ। यता छ हाम्रो मटन पाक्दैछ, हेर्न सक्नुहुनेछ। अनि यता चाहिँ हामीले स्पेसल आज चाहिँ घरगाउँकै आलु हामीले अहिले भर्खर हाम्रो पार्टनर उहाँ समित श्रेष्ठ उहाँले अहिले भर्खर खनेर ल्याएको बारीबाट। अनि हामीले चाहिँ यहाँ आलु र सिमला भेन्डी बनाउँदैछौँ। अब यता चाहिँ हाम्रो यता हुनुहुन्छ हाम्रो समित दाई है, मस्तो पकाइरहनु भएको छ, आफ्नै काममा व्यस्त हुनुहुन्छ। अहिले हामी चाहिँ खानाहरू बनाउँदैछौँ। तपाईँहरूलाई नि खाना एकदम स्पेसल खाना खान मन छ भने यहाँ आउनु सक्नुहुनेछ। विशेष गरी लगाइछ यहाँनिर हाम्रो गाई चाहिँ खसीको मासु हो। त्यो चाहिँ हामीले भर्खरै यो हालेको छ टक्कुले फुटेर। यो दालहरू तपाईँले देखिहाल्नुभयो, यो चाहिँ रातो दाल र कालो दाल मिसाएर बनाएको दाल हो, हेर्न सक्नुहुनेछ। यहाँ यता पाक्ने हाम्रो आलु र चिप्ले भेन्डीको तरकारी यहाँ बन्दैछ, देखिहाल्नु भयो तपाईँहरूले। दामी हुँदैछ गाइस। अनि यो एकदम बबा भइरहेको यो साग थोरै थियो, साग हामीले थोरै भुट्यौँ। यो पापड हो। मुलाको चाहिँ स्पेसल अचार पनि बनाएको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हामी आफैले बनाएको अचार हो, तपाईँहरूले देखिहाल्नु भयो। तपाईँहरूले चाहिँ विशेष गरी हाम्रो भाइलाई चाहिँ लाइक सब्सक्राइब कमेन्ट र सेयर चाहिँ विशेष गरिदिनु होला। सर धनियाँ हाल्ने यसरी हाम्रो मटन चाहिँ लगभग पाकिसक्यो। अब चलाइन्छ नचलाइन्छ हामी सर चलायौँ। हेर्नुहोस् चलाएपछि चाहिँ होइन खत्रै हुन्छ यो खबर। दामी देखिएको छ देख्न नि। यता हाम्रो तरकारी के भइरहेको छ हेरौँ। यो चाहिँ तपाईँहरू कतिलाई लागिरह होला, यो चाहिँ केमा पकाइरहेको यो भन्ने जस्तो लागिरह होला। यो चाहिँ हाम्रो के हो अरे दाइ? यो चाहिँ इलेक्ट्रिक चुलो भनेको यही नै हो। अहिले हालसालै धेरै नै भाइरल भइरहेको यो तेलहरू चाहिँ धेरै बढेर ग्यासहरूको प्राइस बढेर यो चाहिँ एउटा इन्फर्मल र एउटा इन्फर्मल दुईवटा खालको हुन्छ। यो चाहिँ कुन चाहिँ भन्दा अगेनो कम्पनीको हो र यो चाहिँ राम्रो छ। चुलो त एकदम ठिक छ, 1 वर्षसम्म वारेन्टी नै हुन्छ। यो चाहिँ एउटा लगाइछ। हाम्रो चाहिँ सब रेडी भइसक्यो। अब वेमा पनि चट्ट बन्दै गरिदिने। त्यहाँबाट हाम्रो भयो। अब हेर्नुहोस् हाम्रो दाइले चाहिँ अब खाना हाल्नलाई रेडी गराउँदै हुनुहुन्छ। यहाँसित भात हाल्ने सब्जी चाहिँ त्यो भात हाल्ने सब्जी हो। हाम्रो ल हेर्नुहोस् हाम्रो चाहिँ खाना पनि टक्क राखिसक्नुभयो। यो हामीले अघि पकाएको मटन चाहिँ यहाँ टक्क रेडी भयो है। ल हेर्नुहोस् गाई चाहिँ हाम्रो चाहिँ खाना राखि पनि सक्यो। यो साग हो, अनि यो चाहिँ मुलाको अचार हो, यो मटन, यो दाल, यो तरकारी, यो चाहिँ मुलाको तरकारी हो। अनि यो पापड भइहाल्यो, यो खाना भइहाल्यो। अनि यसमा पनि सेम त्यही हो। अब यसलाई यो धनियाँलाई सर र यो माथि यस्तरी हाल्ने, यसलाई नि यस्तरी हाल्ने, यस्तरी सर हाल्नुपर्छ। बपाल खाना भएको छ रहेछ होइन। लगाइ चाहिँ हेरिहाल्नु भयो हामीले खाना पकाएको होइन। अब हामीले चाहिँ खाना पकाएर पनि हाम्रो कस्टमरहरूलाई चाहिँ दिइसक्यो। र हजुरहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो लाइक कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् र कमेन्ट गरिदिनुहोस्। अब नेक्स्ट भिडियो चाहिँ के को बारेमा बनाऊँ, के पकाएको बारेमा बनाऊँ त्यो भनिदिनु होला कमेन्ट बक्समा। हस्, धन्यवाद। गुड नाइट।